बारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो भने जस्तै आज चाहिँ कस्तो राम्रो घाम लागेको थियो। अनि म चाहिँ अलिक ढिलो ढिलो उठ्छु नि त जहिले, अनि उठेर चाहिँ यसो म चाहिँ मेरो फुलबारीहरूको भिडियो बनाउँदै थिएँ। अनि त्यत्तिकैमा मलाई चाहिँ यसो आज चाहिँ भिडियो बनाएर पोस्ट गर्नु पर्यो भन्ने सुर चल्यो। अनि ल मैले चाहिँ हिजो टक्क यहाँ फुल रोपेको थिएँ कति धेरैवटा, अनि अब यिनीहरू चाहिँ रोपेर म एक दुई दिनमा जान्छु भन्ने सोचेर पनि मैले रोपिराखेको थिएँ। अनि यसरी रोपेँ। अब यो पानी हाल्ने जिम्मा चाहिँ मेरो मामुको हो। अनि यहाँ जेरिनियमहरू पनि फुल्न थाल्दैछन्, कुनै पिङ्क कुनै वाइट कुनै रेड, त्यति धेरैवटा कलरमा चाहिँ छैन हाम्रोमा, त्यही पनि दामी गरी फुल्दै थियो। अनि घाम त हेर्नु न कस्तो राम्रो लागेको थियो। यसपालि कति धेरै पानी पर्यो इलाममा। अनि बल्ल घाम लागेर मैले त्यसरी फुलहरू पनि बाहिर सारिदिएको थिएँ। अनि कस्तो मजाले फुलेका छन्। वाउ, म त हेरेको हेरे हुन्छु मेरो फुलहरूलाई। अनि यहाँ मम्मी चाहिँ केक गाउँदै कपाल कोर्दै हुनुहुन्थ्यो, गीत गाउँदै। अनि यतातिर चाहिँ मैले पुरै वारपार फुल थियो यहाँ चाहिँ होइन। अनि मैले चाहिँ त्यो पानी पर्दाखेरि सबै हुस्से लागेर कुहियो, अनि उता हटाइदिएको। अनि अलिअलि चाहिँ यही छन्। तर यसपालि घाम र हुस्से भएर फुल चाहिँ फुलिसक्दाखेरि सबै मरे, कति चाहिँ पानीले ढले होइन। त्यो चाहिँ एकदम स्याडेस्ट पार्ट हो हाम्रो। अनि यहाँ बिस्कुन पनि सुकाइरहेको छ। गीत त फेरि बवाल पो जान्छ त मेरो। कति दिन पानी परेर आज घाम लागेको, माकुराले जालो लगाएर कस्तो बनाएछ। अनि म चाहिँ यहाँ जालो झार्दै गीत गाउँदै थिएँ। अनि मलाई चाहिँ आज साह्रै धेरै निन्द्रा लागेको, कस्तो गलेको फिल भइरहेको थियो। अनि खोइ कस्तो फ्रेस नै थिइनँ म चाहिँ। अनि आज अनि बल्ल बल्ल घाम तापेको, ल म त सुतिदिएँ। एउटा बुक पढ्दै सुतेको थिएँ, तर एकछिनमा चाहिँ निदाएछु। अनि 1 घन्टा 1.5 घन्टा त कति बेला बित्यो पत्तै भएन मलाई चाहिँ। तर हल्का निदाएको, हल्का बिउजेको थिएँ म चाहिँ दिउँसो। अनि लौ न भनेर हतार उठेर फ्रेस भएर मुख धोएर कपडा फेरेँ। त्यसपछि म लागेँ ढिकीतिर। अनि ढिकीमा जाँदै यहाँ चाहिँ कस्तो राम्रो फुल थियो, कस्तो राम्रो कलर क्या, फेरि मिठो कलर। अनि कति राम्ररी फुलेको थियो। अनि खिच्नै पर्यो भनेर खिचेँ मैले चाहिँ फुलको पनि। आज बल्ल घाम लाग्यो भनेर मेरो बिल्ली पनि क्या खुसी छ क्या। अनि मसँग यो लास्टै धेरै प्याउलो हुन्छ, कराकको कराई गर्ने, काखमा चढ्ने, खाना दिँदा पनि मलाई पछ्याउने कराउने गर्छ। अनि त्यही पनि ठिक छ, मेरो बिल्लु मेरो फेभरेट हो। अनि यो चाहिँ अस्ति लक्ष्मी पूजा गर्दाखेरिको अछिता मिसिएको चामल थियो। अनि रोटी पकाऊँ न त भनेर हामी चाहिँ ढिकीमा पिठो कुट्नलाई जाँदै थियौँ। अनि यहाँ चाहिँ मम्मीले कुट्दै हुनुहुन्थ्यो, म चाहिँ यसो यहाँनिर घाम लाउने काम गर्दै थिएँ। अनि एकछिन मैले कुटै सकि त हाल्यो। अनि त्यसपछि आएर हामीले चिया खायौँ। अनि म चाहिँ यहाँ एकछिन चिया खाँदै यतातिर हिँड्दै थिएँ, गर्मी पनि भयो गलियो पनि भन्दै। बाबा पनि स्कुलबाट आउनुभयो। अनि अहिले चाहिँ खाजा टाइम हुँदैछ हाम्रो पुरै। अनि चिया पनि खाँदैछौँ। अनि अहिले चाहिँ बेलुकाको कति 5-6 बजेको थियो होला। अनि म चाहिँ यहाँनिर रोटी बनाउँछु अब भनेर सोचेर यसो आगोहरू बाल्न थालेँ। आगो त जोडिसकेको थियो तर बलेको थिएन मजाले। अनि त्यहाँनिर पिठो पनि ठिक पारिरहेको थिएँ। अनि सुरुमा त आगो बाल्नु पर्यो नि त, त्यही भएर म चाहिँ यहाँ आगो बाल्न लागेँ। अनि मम्मीले चाहिँ त्यहाँनिर पिठो रेडी गरिदिन लाग्दै हुनुहुन्थ्यो, तर मुस्न चाहिँ मैले नै मुसेको थिएँ। अनि अब चाहिँ हाम्रो बेला भयो रोटी पकाउने। अनि म चाहिँ रोटी पकाउने सबै कुराहरू रेडी गरेँ मैले चाहिँ यहाँनिर, यताउता सबै कुरा तातो होला यो तेल पनि। अब म फर्स्ट रोटी हाल्न गइरहेको छु। जय श्री राम। ला कस्तो बाङ्गो भयो, गुड। अनि यो चाहिँ दोस्रो रोटी थियो। पहिलो रोटी चाहिँ मैले अग्नि देवतालाई चढाउँछु जहिले पनि पकाउँदाखेरि। अनि रोटी चाहिँ एकदम राम्रो भएका थिए, कस्तो दामी फुलेका थिए। अनि रोटी राम्रो भयो भने चाहिँ मलाई कस्तो भित्रैबाट वाउ वाला फिल आउँछ। अनि म चाहिँ ननस्टप पकाइ थिएँ यहाँ बसेर। मजा पनि हुन्छ नि त, अहिले त इलाममा चिसो मौसम सुरु भइसकेको छ। अनि आगो तातोमा बस्यो अनि सुई रोटी पकायो। तर रोटी आज अलिक कालो भएको थियो। किन हो, मम्मीले धेरै चिनी हाल्नु भएछ क्यारे,
भन्ने सोच्यौँ, तर मिठो चाहिँ एकदम बवालै मिठो थियो। रोटी पकाएर पनि सकिन आँटेको थियो। अनि यसो म चाहिँ झिक्दै होइन, अनि त्यतापट्टि राख्दै, अनि एउटा हातले त क्यामेरा समातेको थिएँ नि त अहिले त, अनि यसरी सर्र लाउँदैछु। रोटी पकाउनु चाहिँ कस्तो धेरै मजा लाग्छ क्या, तपाईँहरूलाई पनि मजा लाग्छ त मलाई जस्तै। ल यति सबै काम सकेर, खाना खाएर, सबै कुरा गरिसकेर हाम्रो चाहिँ आगो ताप्दै ताप्दै आजको दिनको पनि अन्त्य भयो। सो आजलाई बाई बाई, टेक केयर।